हेलो हेलो नमस्कार है नमस्कार सबैजनालाई। यो चाहिँ मेरो आज 45 दिनको काँक्राको बेर्ना यतिको भएको छ। 45 दिन हाम्रो चाहिँ पानीको नि अलिअलि कम भयो, यतिको भएको छ। उयो चाहिँ मैले अलिक ठुलो भइसकेपछि तानेको। यो अलिअलि हल्ले चाहिँ यो उठ्ने गर्छु, बिहान भइसक्यो उठ्छु, यो बेलुकी भइसक्यो ओइलिरहेछ। मेरो यतिको भएको छ। यो चाहिँ मल्चिङ गरेको यतिको बस्दो रहेछ। मल्चिङ गरेको किन भनेदेखि यो चिसो हुँदो रहेछ। ल हेर्नुहोस् मेरो 45 दिनको काँक्रा। हाम्रो चाहिँ यो भक्तपुरे लोकल है साथीहरु। यो भक्तपुरे लोकल हो। यो हाइब्रिड त्यस्तो उस्तो केही पनि हैन। भक्तपुरे लोकल। ल हेर्नुहोस् यसमा चाहिँ अलिकति कम भएको छ। यो सानो छ। यो बिचमा उयो अलि सानो आउँदैछ। बिचमा उ भयो। अनि सारेको चाहिँ उ परको चाहिँ एउटा यो चाहिँ उ भइरहेछ कि सारेको, त्यही भएर यो भएको छ। त्यस हुँदैछ। अब यो चाहिँ मैले डोरी दिने काम गरेछु। यसमा माथि बाँसहरु अलिक पुगेको छैन, थप्नै पर्छ। यसले मजाले अब यो चाहिँ मैले हतारभर यो काँक्रालाई अलिकति माथि टेकोमा लगाइदिएको हो। यो यसमा डोरी लगायो। अब यो माथि चाहिँ बाँसहरु थप्नु पर्छ। यो 45 दिनको यो चाहिँ यो मेरो पछि रोपेको यो असिना परेपछि रोपेको। अब तलको चाहिँ यो चाहिँ मेरो 45 भनेपछि 45 त्यो 27 गते भनेपछि 50 दिनको ठ्याक्क भयो। यो 50 दिनको भयो। तर यो चाहिँ यो असिनाले मजाले चुटेको। यो असिनाले मजाले रामधुले बनाएको, त्यही भएर पछि बिस्तारै निस्किरहेछ। यो ठुल्ठुलो छ, यिनीहरुमा चाहिँ चिचिलो बसिरहेको छ। अनि चिचिलो छ। यसमा चाहिँ अलिअलि भ्यायो त्यो लट्ठीमा मैले उठाइदिएको छु। लट्ठीमा चढ्छ, यो चढ्दै गर्छ। पछि यो थाँक्रो हाल्दै चाहिँ माथि चढ्छ। यो चाहिँ असिनाले खाएर सार्नु पर्छ बिरुवाहरू। यो सानो पछि फेरि थपेको। यो सानो भयो, उयो थपेको, अनि उयो थपेको। उयो चाहिँ फसी है। यो चाहिँ उन्नत जातको फसी हो। यसमा चाहिँ आँखलाई बेसी फल्छ। यो फसी चाहिँ 1 केजी एउटा फसीमा लगभग 15 देखि 20 केजीको हुन्छ। यो बिउ चाहिँ मैले हामीले चाहिँ विदेश जाँदा पनि लगेर रोपेको थियो। तर कति 3 दाना रोपेको लगभग रोपेको थियो, फलेको होला त्यस्तै 400 देखि 500 दाना चाहिँ फसी फलेको थियो। लेबनानमा फलेको फसी हो त्यो, नेपालबाट लगेर। लेबनान बैसठौँ दफा मिसनमा फलेको फसी त्यही हो। त्यही भएर मैले पनि नेपालमा पनि फल्न सकिन्छ, फलाउनु पर्छ भनेर ल्याएर रोपेको। तर फल्छ फल्दैन हेरौँ के हुन्छ। उता चाहिँ मेरो मुला छ। त्यहाँ मुला आज 10, 12, 13 दिनको भयो। अलि सुक्खा भयो, त्यही भएर पानी हाल्दैछु। हाम्रो चाहिँ पानीको अलि अभाव छ, त्यही भएर पानी चाहिँ अलि अभाव छ हाम्रो यहाँ। यो तलाखु, यो माथि नुवाकोटे काञ्चम लाङस्याङदनको उपसैनिक एग्रिकल्चर फार्मको चाहिँ भिडियो हो। मेरोमा चाहिँ अब अहिले तत्कालको लागि अहिले हालसालको लागि चाहिँ खासै त्यसो उत्पादन छैन। अहिले यसपालि लगानी मात्रै भइरहेछ। मेरो कुखुरा छ, गिरिराज छ, लोकल छ कुखुराहरू। धेर त छैन, अलिअलि छ। अब 3-4 महिनाबाट तपाईहरुलाई बिक्री बिक्रीको लागि पाउनुहुन्छ। मेरो अर्को भिडियोमा नम्बर पाउनुहुन्छ। त्यो तयारी भइसकेपछि नम्बर पाउँछ। नजिक भएकोले
टाढो त डेलिभरी गर्न सकिँदैन। यसो आउने जाने मान्छे कोही छ भने फोन गर्नु होला। हाम्रो त्यो दाना खुवाइएको छैन, हाम्रो चाहिँ एकदम अर्गानिक तरिकाले पालिएको छ। त्यस्तो लोकल कुखुराहरू चाहिएको मान्छेहरूले चाहिँ कन्ट्याक्ट गर्नु होला, ल्याइदिने व्यवस्था गरिदिने छौँ। मेरो यो काँक्रा पनि बिसाती हालेको छैन, किनकि बिसाती गरेको छैन, नभए यतिको चाहिँ भइरहेछ। हेरौँ अब फुलहरू खेल्न थाल्छ। अब यसमा चाहिँ मोहनी पासो ल्याएर झुन्डाउनु पर्छ, किनकि मोहनी पासो भएपछि यसमा एउटा इन्जेक्सनवाला त्यो उ जस्तो आउँछ कि फेरि खुसुसुसु आउने। यसो हेर्दाखेरि बाह्र लाज देखिन्छ, उसले चस्सै भने जस्तो बनाइदिन्छ उसले। लास्टमा चस्सै के काँक्रा चाहिँ सिँगाइ हुन्छन्, भित्र चाहिँ खतरासँग चस्सै बनाइसकेको हुन्छ। यसको लागि चाहिँ अब मोहनी पासो पनि केही दिनभित्रमा ल्याएर हामीले तयारी गरिराख्नुपर्छ। हामीले त्यो लागिसकेपछि ल्याउनुभन्दा पहिले नै ल्याएर राखेपछि त्यसलाई चाहिँ त्यसको बित्तिकै प्रयोग गर्न पाइन्छ। यसले कति गाह्रो भइरहेछ होइन। हिजो अस्ति मैले तानिदिएको, यो अलि ज्वरोमा हल्लिएछ। बिहान पानी हालेको कति सुकिसक्यो, एकैछिन सुक्छ पानी चाहिँ। बाला मार्ने पो अलि तातो पानी पनि छ। तातो ठाउँमा छिटो बढ्छ, तर पानीको अभाव छ। किनकि मेरो चाहिँ अब यसपालि पहिलो हतार भएर नि होला भयो। अर्को वर्ष चाहिँ अब केही दिनपछि चाहिँ मेरो चाहिँ यो पानीको रिजर्भ पोइन्ट बनाउँदैछु मैले। लगभग 1000 लिटर जतिको एउटा पानीको ट्याङ्की चाहिँ मलाई एकदम आवश्यक। त्यो बिना मैले कुनै पनि काम गर्न सक्दिनँ। मेरो लगभग यो वैशाख जेठमा त मलाई खरेडी सुरु हुन्छ। त्यो भएपछि यो खेतीपाती गर्न गाह्रो छ। मलाई 1000 लिटर एउटा ड्रम चाहिँ आवश्यक छ। त्यही भएर केही दिनमा म ल्याएर फिट गरिहालिदिन्छु। किराहरू चाहिँ यस्तो किराहरू नै आउँछ साथीहरू, तपाईँहरूलाई म देखाइहाल्छु होइन। उयो किरा छ नि, यो देख्दा खास केही पनि होइन होइन। यसले छ नि, यसले मजाले टुक्राउँछ यो बिरुवा चाहिँ। चट्टा लाएर यसरी च्याट्ट बनाएपछि चट्टै लजा के भन्दा माया लाग्छ, पाप गर्नु हुन जस्तो लाग्छ। किरा फटेङ्ग्रा नमार्नु भन्छन्, के गर्नु नमारेपछि आफैलाई बार्न दिँदैन। तर धर्म नै हुन्छ, किनकि यो किराको जुनीबाट अर्को जुनी लिन पायो नि त उसले होइन। हामीले मारिदिएपछि एउटा पाप पनि भयो, एउटा धर्म नै भयो क्या। यो किरा चाहिँ यो किरामै सीमित हुन्थ्यो नि त। किरै भनेको पनि हामीले ट्याक्क मार्दैछ, उसले अर्को जुनी लिन पायो ट्याक्क लाएर। त्यही भएर मार्दा नि खासै पाप चाहिँ लाग्दैन। पाप चाहिँ लाग्छ भन्दा भगवान्को दिएको अर्थी उपदेशानुसार चाहिँ मार्नु हुँदैन हो। तर एउटा कुरा, हामीले मारेपछि उसले नि अर्को जुनी लिन पायो। त्यही भएर यसलाई हामीले मारिदिउँ। म चाहिँ समातेको छु, ट्याक्क समाउँछ। यो खुट्टा यता फाल्छ, यो माथि चढ्छ। यो यसरी चाहिँ अल्झिदिए नि हुन्छ। हामीले ट्याक्कै चाहिँ अल्झिदिएपछि अडिँदै ट्याक्कै समाउँछ, हिँड्छ नि। पहिले हाम्रो मम्मी बाबाले यसरी नै समाएर हामीलाई ताती गरेको थियो नि होइन। अहिले यसको मम्मी बाबा चाहिँ यो भयो क्या, गार्जियन चाहिँ। यसले ट्याक्क यसलाई समाएर हात समाएर माथि उक्लिदिनु भयो क्या। हरेक चिजको एउटा सहारा चाहिन्छ। सहारा बिनाको जिन्दगी कसरी चल्छ भन्दै हो रहेछ। देख्नुभयो, एउटा काँक्रालाई पनि डोरीको सहारा चाहियो। मान्छेलाई पनि यो काँक्रा सहारा चाहिएको छ। यसले यो उत्पादन भएपछि यसले चाहिँ अलिअलि कमाइ हुन्छ, अनि खानु भएन। हामी नै काँक्राको सहारा। हाम्रो गाम, मेरो गाम नुवाकोट चागाम चोडोल भन्ने हाम्रो यता हो। चोडोल चोदिम भनेर यता है। फेरि चोदिम या छोपो भनेर माथि पर्छ। चोदिम भनेर चाहिँ यति हो। 1 2 3 4 5 6 7 8 9 छ हाम्रो।
एउटा घर, दुईटा घर, तीनटा घर, चार घर, 5 घर, 6 घर, 7 घर, 8 घर, माथि 9 घर, तल 10 घर। हाम्रो चाहिँ बुवाजे चाहिँ 1, बुवाहरू 4। हाम्रो एउटा कान्छो बुबा चाहिँ बेपत्ता, गाउँबाट टापसिङ भएको उहाँ चाहिँ। अहिले हाम्रो चाहिँ बुवा हुनुहुन्छ, ठुलो बुवा नि स्वर्गीय हुनुभयो, माइला बुबा नि स्वर्गीय भइसक्नु भयो, बुबा हुनुहुन्छ। अनि हाम्रो ठुलो बाबापट्टिको दाजु 2 जना, भाइ 1 जना छन्। अनि हाम्रो मेरो बुबापट्टिको दादा 1, भाइ 2, अनि म 1 गरेर हामी 4 भाइ। हामी 7 भाइ छौँ। 7 भाइको फेरि अर्को नि 7 भइसकेछ फेरि। ल हेर्नुहोस्, नयाँ वर्षको नयाँ उत्पादन खेती। यसपालि यो पहिले मकै छ नि, यहाँ चाहिँ पहिले चाहिँ मेरो भाइले टनेल राखेको थियो। भाइले चाहिँ अहिले तल बेसी झरेको छ, उसले यहाँ अलिकति काम गर्नु नि असहज भयो, खोइ के कारणले तल झरेको छ। त्यही भएर उसले छोडे पनि म चाहिँ उसले नि तल गर्दैछ। यहाँ पनि 2 जना तल माथि नि गरौँ, यो विदेश मात्र नखोजौँ, विदेश नजाऊँ भनेर मैले सरसल्लाह गर्दै मैले यसो गरेँ। भाइले तल यस्तै गर्दैछ। हाम्रो चाहिँ दाजुभाइ नै सकेसम्म कृषि पेसामा आबद्ध हुने भन्ने योजनामा लागेको छु। त्यही भएर अलिअलि गर्दैछौँ। सबैले भिडियो हेरेर सहयोग गरिदिनुहोस्, लाइक गरिदिनु, कमेन्ट गरिदिनु, सब्सक्राइब गरिदिनुहोस्। भुपू सैनी एग्रिकल्चर युट्युब च्यानललाई त्यही भन्न चाहन्छु। सबैलाई नमस्कार। किनकि हामीले नेपालमा नि गर्दै जानुभयो भने राम्रो छ। किनकि उत्पादन गर्न सक्यो भने, हामीले उत्पादन गर्न सक्दैन, उत्पादन नगरेपछि विदेशी उत्पादनले बजार लिन्छ। त्यो भएपछि हामी मार्न पर्यो भन्छौँ। हाम्रो कस्तो हुन्छ भने हाम्रो चाहिँ अलिकति धैर्य त शक्ति हुँदैन। विदेशीहरूको चाहिँ कुरेर बस्ने धैर्य त गर्छ, हाम्रो चाहिँ धैर्य शक्ति हुँदैन है साथीहरू। अब भोलि पर्सि यो असारतिर लगभग यो टमाटर निस्किने बेला भयो, त्यतिखेर 5 रुपियाँ केजीमा टमाटर फालेर धुनचक्र गर्छ। सरकारले विरोध, लास्टमा आफ्नै उत्पादन खेर गएको थाहा छैन। सरकारको विरोध गरे जस्तो गर्छ, लास्टमा आफ्नै त्यो महिनौभरिको त्यो बिउको उत्पादन नि त्यहीँ गयो, त्यो बारी बाँझो राखेको त्यसैमा गयो, आफ्नो खेताला लगानीको आफ्नो परिश्रम त्यसैमा गयो। हेर्नुहोस् त, अब त्यसलाई चाहिँ हामीले केही न केही व्यवस्था गर्न सकिया भए, विदेशबाट आएको चाहिँ त्यो कुहिएको टमाटरको सस खाएर बसेर चाहिँ हामी चाहिँ टमाटर लगाएर कहाँ पुग्छौँ त रोडमा। त्यही भएर सबैले त्यसो नगर्नु होला। सस बनाउन लगाऊँ। कसैले चाहिँ यो टमाटर सुकाएर चाहिँ एउटा सुकाउने मेसिन पाइन्छ, टमाटर सुकाउने कोसिस गर्नु, सुकाएर चाहिँ विदेशमा प्याकिङ भएर जान्छ। हामीले चाहिँ उत्पादन नगरेर मात्र, उत्पादन गरेपछि जान्छ विदेशमा। हाम्रो स्टोरेज नभएर मात्र स्टोर, अब हामीले स्टोर बनाउने चाहिँ सबै मिलेर, एक्लैले गर्न सक्दैन। सबैजना मिलेर स्टोर गरेर राख्यो भने लगभग अब तपाईँको यो असारमा फलेको टमाटर 30 देखि 40 दिन तपाईँले स्टोर गरेर राख्न सक्नुभयो भने तपाईँको 5 रुपियाँको टमाटर चाहिँ 150 रुपियाँ केजी बेच्न पाउनुहुन्छ। तर किन हामीले चाहिँ के गर्छौँ, एकैचोटि उत्पादन गर्छौँ, एकैचोटि फाल्छौँ, पछि त्यही टमाटर फाल्ने मान्छेले टमाटर कति किनेर खानुहुन्छ थाहा छ? 200 रुपियाँ केजी टमाटर किनेर खानुहुन्छ क्या। त्यही भएर हाम्रो चाहिँ नेपालीको एउटा हतार गर्ने बानी, अनि एउटा नकुदिकन बस्ने। त्यही भएर केही चाहिँ हामीले चाहिँ धैर्य त गर्नुपर्छ। हतार गरेर चाहिँ फल्यो भने मेरो बिक्री भएन भने त्यो चाहिँ डिस्पोज गर्ने, फाल्ने काम चाहिँ नगर्नु होला। त्यसले स्टोरेज गर्ने काम गरौँ। तारकाम
एउटा यहाँ हाम्रो बोलाङ भूमि मावि हुँदै शिवपुरी 2 को वडा स्वास्थ्य चौकी हुँदै माथि वडा कार्यालय हुँदै माथि तारगाम पुगिन्छ। वडा कार्यालय तल स्वास्थ्य चौकी बोलाङ भूमि मावि विद्यालय। हस्, सबैले भिडियो हेरिदिनु, लाइक गरिदिनु, कमेन्ट गरिदिनु, सेयर गरिदिनु, सब्सक्राइब गरिदिनु। धन्यवाद।